ल साथीहरु हामी चाहिँ रथ हेर्न जाँदैछौं भने गाइस हेर्नुस् रथ दामी दामी छ यतातिर रथहरु रथ है यताबाट सिधा जाने भक्तपुरको want this च्वाक च्वाक दिदीहरु छन् च्वाक च्वाक दिदीहरु ओइ त गाइस रथ हेर्न जाने रथ 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 पान्तले 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 गाइस अबको 18 दिनपछि चाहिँ हाम्रो यहाँ दामी हुलदंगा हुन्छ है गाइस हुलदंगा है बिस्केट जात्रा भनेको एकदम फेमस जात्रा हो भक्तपुरको हैन दामी हँसाइ आयो त पछाडीबाट दिदीहरु कडक हाँस्नु हुँदो रहेछ जान मिल्दैन त्यता मिल्दैन 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 शिट तन्न यता बोर्ड यस्तो छ है यस्तो यस्तो पाङ्रा बन्दै छ हाम्रो यतातिर लदास फोटोशूट पानी आइरा रहेछौं त्यो धारामा यार आनिङ हाँस्यो गर्नुपर्छ है पानी आइरा रहेछ हाम्रोमा आएन हामी चाहिँ रथ कति बनेछ हेर्न जाने है त गाइस अनि खाजा नि लिन आएको यसो मोमो हानम कि भनेर बाहिरको आज चाहिँ रथ हेर्न जाने हो पासा बबल टी खाने भए यहाँ आउनु होला हेलो सुत्नु भएछ यता ल ब्याङ पासा